इरानमा अमेरिका र इजरायलको आक्रमण 51 विद्यार्थीको मृत्यु 60 जना घाइते। इरानको मिनाब स्थित छात्र विद्यालयमा अमेरिकी र इजरायली आक्रमण 51 जना विद्यार्थीको मृत्यु 60 जना घाइते। इरानको दक्षिणी सहर मिनाबमा रहेको छात्र विद्यालयमाथि इजरायलले गरेको आक्रमण कम्तीमा 51 जना विद्यार्थीको ज्यान गुमाएको छ भने 60 जना घाइते भएका छन्। अन्तर्राष्ट्रिय सञ्चार माध्यम बीबीसीका अनुसार शनिबार बिहान विद्यालयमाथि सिधै आक्रमण भएको हो। स्थानीय अधिकारीहरूका अनुसार घटनाका बेला विद्यालयमा करिब 177 छात्र उपस्थित भए। घाइतेहरूको अवस्था गम्भीर रहेको जनाइएकोले मृतकको संख्या अझै बढ्न सक्ने आशंका गरिएको छ। सबै बीच अमेरिका र इजरायलले इरानका सर्वोच्च नेता अयतोल्ला अली खामेनीको निवासलाई पनि निशाना बनाएको दाबी गरेको छ। तर आक्रमणपछि नै खामेनी सुरक्षित स्थानमा सारिएको बताइएको छ। घटनापछि क्षेत्रको सुरक्षा अवस्था तनावपूर्ण बनेको छ। अहिले विश्वयुद्ध चल्ने फेरि सङ्केत देखिएको छ। सबैले प्रार्थना गरौँ छिटै तनाव मुक्त होस्, युद्ध रोकियोस्।